2022 साल 1 महिना आज 21 गते सोमबारको दिन दिउँसोको 12:10 गयो। यता खोलाको मिनी ट्रक लिएर आएको छु। समस्या हो ब्रेक तातेर। कारण के भएर ब्रेक तात्यो त भन्दाखेरि हाम्रो यहाँ अजय कुमारजीले बनाउँदै हुनुहुन्छ। उहाँले के फेर्नु भयो तपाईले हेर्न सक्नुहुन्छ। लाइभ पुरा चिरफार गरेर अपरेसन गर्नुभएको छ। अजय कुमारजी हाम्रो ब्रेक खास के भएर तातेको के फेर्नु भयो त तपाईले सामान? बेरिङ गयो अनि यो पुरै गयो। यो के हो त अजयजी? यो व्हील सिलिन्डर भनेपछि बेरिङ पनि गएको छ। अच्छा, ब्रेक लेदर त कसेन नि? ए भनेपछि तातेको कारण चाहिँ बेरिङ गएर। सानो बेरिङ कि ठुलो बेरिङ? सानो बेरिङ। 3200-305 नम्बरको बेरिङ दुईटा गएको छ। हाम्रो अजय कुमारजीले बनाउँदै हुनुहुन्छ। उहाँलाई धेरै डिस्टर्ब नगरौँ उहाँको, किनभने मिस्त्री साबुलाई डिस्टर्ब गर्नु भनेको रिसायो भने रिन्ची नै छैन भनेर हिँडिदिनुहुन्छ फेरि। त्यसकारण उहाँलाई धेरै डिस्टर्ब। अनि हाम्रो अजयजीलाई यो सोध्न चाहन्छु कि अजयजी अझै कति घन्टा लाग्छ? म आएको त 2 घन्टा भयो। अझै हजुरलाई कति टाइम लाग्छ? 1 घन्टा लाग्छ। अझै 1 घन्टा? 1 घन्टामा पक्का बनाउनु चाहिँ नि होइन? ल ठिकै छ। अजयजीले भन्नुभयो 1 घन्टामा हुन्छ। अब उताको हालखबर हेरौँ। हाम्रो अर्को चक्काको फिटिङ भयो कि भएन? बनाउनु दुइटै बनाउनु पऱ्यो। एउटा मात्रै बनाएर त भएन। ल यता चाहिँ लगभग भइसकेको रहेछ। यतापट्टिको फेरि टाइरेट पनि गएको छ। टाइरेट गएको अवस्था हेर्न सक्नुहुन्छ। पुरा हल्लेछ, दाँत हल्ले जस्तै। सो चेन्ज गरेको टाइरेट यता चेन्ज भयो। हाम्रो चाहिँ हटब्रिज पनि भयो, बेरिङ पनि फेरियो। 32-305 को बेरिङ पनि। अब यता अपग्रेड हुन्छ। ठुलो बेरिङको हालखबर के छ? ठुलो बेरिङको हालखबर चाहिँ ठिकै छ। यो हो सानो बेरिङ। ल र अन्तिममा म के भन्न चाहन्छु भनेपछि सबैलाई जो चालकहरू हुनुहुन्छ, यो हो टायर जोडिन्छ ड्रममा। यो ड्रममा यानि कि 5वटा 6वटा बोल्टमा टाँसिन्छ। यो ड्रम गएर टाँसिन्छ फेरि सिधा यो नटमा। यसलाई भन्छ सेन्टर बेरिङ। एमा यदि तपाईँको एउटा नटमा छ ड्राइभरको जान, यदि यो नट फुत्क्यो भने सोच्नुहोस् कि